नमस्ते सबैलाई। आज म बनाउने हो मटर पनीर मसला। यसको लागि मैले सबै अगाडि फ्राई गरेर राखेको थिएँ। यो प्याज, टमाटर, लसुन, अदरक। अब यसको म पेस्ट बनाउने हो। थोडा ठन्नु भइगयो। अब यसलाई म मिक्सीमा हालेर यसको पेस्ट बनाउने हो। पेस्ट बनाउन पहिले मैले माझमा कडाई पनि राखेको छु। तमा तेल हालेर राखेको थिएँ। यसले गरम भयो। यसमा अब जीरा हाल्यौँ, अलैंची, लौंग, दालचीनी पत्ता ये सब हालेर यसमा अब त्यो जो पेस्ट बनाएको थिएँ मैले त्यो हाल्यौँ। अब यसलाई 5-10 मिनट पाक्दो दिनु पर्यो। उन्ज्यासम्म म यो पनिर काट्यौँ। यो पनिरलाई मैले मिडियम साइज काटेको छु। क्या भने मिडियम साइज ठीक रहन्छ, छोटो छोटो काट्यो भने गलिन्छ। तपाईलाई अब मेरो पनिरलाई तयार गरेले अब यसमा थोडा म मसला हाल्यौँ। धनिया पाउडर, जीरा पाउडर, मिर्ची पाउडर, मटर पनीर मसला। यो सबै मिक्स भएपछि अब मैले यसमा नुन हाल्यौँ। 2 स्पुन नुन हालेपछि यसमा म हाल्ने अब मटर। यो सबै मिक्स भइगयो। अब म यसमा मटर हाल्यौँ। मटरलाई मैले पहिले 10 मिनट मैले बोइल गरेको थिएँ। मटरलाई पाक्या हो। अब यो मेरो ग्रेभी सब तयार छ। अब यसमा मैले दुध हाल्नु बाँकी छ। क्रिमलाई हाल्ला तर आज मैले दुध हालेर बनाउने प्लान गरिरहेको छु। दुधलाई हालेले अब यो यसमा मैले अब बटर हालेँ। अब पनीर हालिसकेपछि मेरो यो सबै मटर पनीर मसला तयार भइगयो। तमलाई कसो लाग्यो मेरो मटर पनीर मसला? प्रतिक्रिया दिनु कमेन्टमा।